एउटा 100 निस्क्यो, एउटा 1000 निस्क्यो, निकाल्यो अहिले 5,000 निस्किनु बाँकी छ है माथिमा चाहिँ अझ निस्किन बाँकी छ, हजुर 5,000 निस्किन बाँकी छ अझै। यो भर्खर सानो निस्कियो, एउटा 500 निस्क्यो। न्यु इयर खर्च न्यु इयर आएको भएर निकालेको रे। साथीभाइ साथीभाइ आएको भएर खुत्रुके फोड्दैछ। यस नानीले भ्लग देख्ला नि निस्किँदैछ छ आज 1000 अझै 5,000 छ अझै निस्किँदैछ 5,000 अझै छ कि नपत्ता गरेर छ कि ठुल्ठुलो नोट चाहिँ निकालेर माथिमा नोट चाहिँ फेरि त्यहीँ राख्दिने होइन अहिले कति चाहिन्छ अब ठिक लिमिट बोक्नु क्या त्यही त। सबै त भएन छ कि पैसा 5,000 हुन्छ कि अझै फेरि खुद्रे किनिदिनु पर्छ फेरि। होइन एउटा 1000 त मैले देखिसकेँ नपत्ता आइसक्यो पैसा। यो पार्ट ठ्याक्क देखेको थिएँ कि कोइन पनि रहेछ एउटा। होइन पोइन्ट होइन यसको चाकै मैले यो लाइन पातलो हुँदैछ है। त्यस्तो हो त्यसमा कति छ अन्त यसमा 8,000 8,000 1 2 3 4 यो 600 गरेर गऱ्यो 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 50 50 रुपियाँ 29 मैले 50 ठ्याक्क 3,000 भनेको 3 4 5 6 7 8 9 10 10 दिन पस्नु खोइ हाम्रो अर्को मिलाइन है कुन अर्को अनि हामी अब कहाँ जाने रे? सौरा सौरामा गएर बाघ भालु पनि देख्छ होला नि त होइन? गई सब सब अन्त त्यहाँ गएर गइसो हेरेर हजुरहरूलाई पनि देखाइदिन्छु कि सौराको। तपाईँहरू भाग्यमानी हुनुहुन्छ भने अफकोर्स बाघ पनि देखिन सक्छ यस अफकोर्स। के जिप सफारी नै हान्ने हो कस्तो जिपमा हुँदैन भने योमा तर यो छ नि यसमा 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 पैसा भयो भने छैन होइन हामीलाई थाहा हुँदैन नि थाहा छ ब्याट्री पनि सकिनु लागेको छ। अब उता हामी सौराई पुगेर आउँछौँ। के अरे सँग हामी अहिले चाहिँ हामी आइपुग्यौँ यहाँ मेवा खानीमा। यही घरको होला। हामी चाहिँ यो मेवा कसको हो मेवा त अङ्कल तपाईँहरूले हो एउटा मेवा चाहियो कि अलिक पाकेको पनि ठिक्क छ नि ठिक्कको पनि हुन्छ। यही ठिक जस्तो लाग्यो मलाई त। कतिको ठिक हुन्छ मलाई थाहा नि त हो धेरै फाट पनि खानु मिठो हुँदैन कि यु हेभ टु माइन्ड इट ब्रो। भन्दा नि थाहा नि त कुन कस्तो खाँदा कति अन द वे गइरहेछौँ हामी। ऊ कृषि विभागमा काम गर्छ उसले पनि, उसलाई थाहा छ उसलाई। पहिले भाजी लगाइदिएर कति रुपियाँ अङ्कल पैसा धन्यवाद धन्यवाद। हाम्रो अङ्कलको पैसा ठिकै छ। कति वर्षमा अङ्कल खेती गरेँ यो तपाईँले गर्नु त मैले धेरै वर्ष भयो अहिले खासै खाएर खानु पऱ्यो। मेरो साथीहरू काठमाडौँ घुम्न आएको यसो पप्पी उनीहरू नि गर्ने भनेहरू थियो आइपुग्यो फाइनली मेवा। ल हाम्रो अर्ग्यानिक होइन कस्तो बारी चाहिँ त्यो हो होइन कस्तो थियो अघि मेवा कलर होइन हामी पनि पाएको होइन रेकर्ड गर्छु उयो होइन बारी त्यो बारी चाहिँ त्यो हो होइन मेवा चाहिँ यो मेवा चाहिँ यो त्यहाँको कस्तो रहेछ होइन लेट्स सी है यो टेस्ट भिजिट हो
How is it? Let's see. Designed by Mahesh Galan. Color. अँ, Color. दामी छ है अनि फ्याट त जाँदा त्यस्तो हुँदैन कि बाँकीसित फ्याट त जाँदैन होइन हो त्यो त्यही त त्यहाँ सबै बासी भएपछि मात्र होइन फ्याट अँ ठिक छ यस्तो कलर होइन भगवान्ले नि गेडा खेल्ने गेडा जसरी जान्छ गेडा जसरी फाल्यो नि गेडा फाल्नै पर्यो गेडा फाल्नु पर्यो गेडा फाल्छ नि खाँदैन हुन्छ अँ त्यही त मिठो हुन्छ क्या क्यान्सरको औषधि ए हो र अनि यसको क्यान्सरको औषधि भन्ने यसको यो गेडा सुकाउने अनि यसलाई नि तर मेन चिज त यही नै राम्रो चिज हो नि त स्वास्थ्यको लागि त राम्रो नै हो हो कि होइन है एकचोटि कमेन्ट गर्नु होइन व्हाइट ब्लड सेल हो के पनि बढी के बढाउँछ के भनेर थाहा थियो सेतो व्हाइट ब्लड त्यही त नि सेतो रगत बढाउँछ एकदम राम्रो हजुर मेवाको है अनि यो हजुरको त खेती जस्तो छ है वर्षमा कति आम्दानी हुन्छ तपाईँले अब इन्भेस्ट गर्दा चाहिँ कति इन्भेस्ट गर्नु लाग्छ नि अब 2-3 लाख रुपियाँ खर्च हुन्छ कति वर्ष भयो मैले काम गरेको त 54 साल बाद हो यो अहिले पहिलो साल हो यो काम चाहिँ पहिला छुट्टै गर्नुहुन्थ्यो भनेपछि आमा 30 वर्ष बढी भयो होइन यो चाहिँ यो बिजनेस चाहिँ यो फिल्डमा हिँडेको 30 वर्ष बढी भयो अनि 54 साल बाद एक वर्ष चाहिँ के भन्नु यो पहिलो साल रोप्यो त्यो त यो रोपेको चाहिँ फर्स्ट यही हो ए 2 लाख 3 लाख चाहिँ खर्चै हुन्छ ठिक हो आम्दानी पनि हुन्छ नि फेरि अनि पहिला अब अहिले चाहिँ अलिकति राम्रो भएन पो त ए के कुराहरु नमिल्या होला पानी भएन त्यो कारणले ल ठिकै छ हामीले सुनाइहाल्यौँ होइन यसको कथा के भन्दैछ होइन लगानी कति लाग्दो रहेछ लगायत फाइनल्ली आयो होइन फर्स्ट बाइट अब हान्दैछु कस्तो हुँदो रहेछ होइन हामी चाहिँ अब वेलकम टु नेसनल पार्क सौराहा पुग्दैछौँ चित्रसारी पुल भन्छ यसलाई चाहिँ चित्रसारी पुल राति होइन ऊ त के को ट्याङ्की हो त्यो चाहिँ पानी ट्याङ्की हो यहीँबाट आउने हो सबै ठाउँमै होइन नि होइन ठाउँमै हुन्छ यहाँ मात्र राइटबाट छिर्नु नि साँझेको होइन साँझेर खाएको थियो त नखानु कस्तो राख्ने भनेर नखानु हुन्छ हिजो साँझेर ल्याएको जस्तो क्या होइन औषधि खाइरहेको छ त त्यहीहरू भने नि होइन त्यो हुन्छ गन्नाको चाहिँ छैन है म चाहिँ फेरि म चाहिँ चटपटा खाइदिएँ भने है त्यहाँ बसौँ न ठाउँमा के अरे धुलो खोर्सानी नहाल्नु होइन मसला एकदम कम मसला भएपछि एकदम कम है कममा सब भन्नु के अलिक गिलो टाइपको कि सुक्खा गिलो बनाउने गिलो चाहिँ नखानु कलर सलर नहाल्ने हुन्छ प्लेट कसरी 60 प्लेट बिरामी खाने चटपट होइन बिरामी खाने चटपट रे के हजुर कस्तो खालको होला बिरामी खाने चटपट होइन त्यो
अगाडि पनि खाइदिने हेर दिउँसो चाहिँ चिकन गर्मी रहेछ अहिले चाहिँ ठ्याक्क होइन दामी त्यो एक दुई घन्टा हो क्या 2 घन्टा कहिले खाइदिनु के अरे त्यहाँबाट चाहिँ अहिले ठ्याक्क बनाएर छ नि त त्यही भएर